आजको ब्लग चाहिँ हाम्रो यहाँबाट सुरु हुन्छ। त्यो चाहिँ हाम्रो पिकनिकको अघिल्लो दिन। अनि हामीले पिकनिकको अघिदेखि मासु हामीले काटेको ब्लगहरू हामीले गर्न पाएनौँ, तर पनि हामी चाहिँ यहाँदेखि पिकनिकको ब्लग यहाँदेखि सुरु गर्दैछौँ। हाम्रो भान्जा चाहिँ यहाँनिर मुसुक्क मुस्कान दिएर हाम्रो मासुलाई हेर्दैछ। अनि हामीले चाहिँ धेरै कुराहरूलाई हामी किचनमा बसेर चाहिँ टमाटरहरूलाई हामी सबै प्याक गरेर रेडी राखेको छौँ। भाँडाकुँडाहरू एकदम रेडी छ भोलिको लागि। अब हामीले यसलाई डकुमेन्ट गर्दैछौँ। हातले नै गरे पनि यसलाई चाहिँ मजाले हात धोएर गरेको हुँदैन। यो हेरेर चाहिँ मलाई एकदमै लोभ लाग्छ अघिदेखि अघिदेखि लेग पिस चाहिँ बत्ती जाँदा नै लुकाउन खोज्दै हुनुहुन्छ है। एकचोटि बत्ती जाँदाखेरि ट्राई चाहिँ गरेको हो, तर हातमा लिने बित्तिकै बत्ती आएर चाहिँ तिल हाल्न तिल ल तिल नै हालिदिनु पर्ने अरे मैले चाहिँ। अब तिललाई चाहिँ म यसरी हाल्छु। अब अब मैले पल्टाउन थालेँ भने यति फेरि यहाँ सबै बिचारी यहाँ र कागज यहाँ जा बुझ्दु चाहिँ आँखामा पुरै कागती नै ब्लगको लागि भर्का एकदमै हामी त तयारीमा छौँ है त। अब भोलिको पिकनिकको लागि अझै भोलि कतिवटा कुराहरूमा हामी टक्क हामीले घुम्दै गरेको हेर्दै गरेको। हामीसँग त्यहाँ साग यो चाहिँ यो के हो स्यालेड हो अनि अर्को साग अर्ग्यानिक आफ्नै बारीको बिना मल अर्ग्यानिक आफ्नै अर्ग्यानिक ल साग पनि हामी मासु मात्र खाँदैनौँ, हामी साग पनि खान्छौँ। हामी चाहिँ अहिले भर्खरै आएर यहाँ घरमा बसेका छौँ। अनि अब हामी घरमा चाहिँ भर्खरै यहाँ कामसाम चल्छ सबै काम सकेर अनि सेन्टी प्लान्ट भइराख्नु भएको छ। यहाँ सिक्युरिटी चिकित्सा भएर ढलिराख्नु भएको छ। काम गर्दा गर्दा सबै कामहरू थामकमुनको सकेर हामी भेला भएको छौँ अब घरमा। अब खानाहरू खाएर हामी सुतेर भोलिको भिडियोमा भेट्नेछौँ। लगायत आज चाहिँ हाम्रो यहाँबाट ब्लग सुरु हुन्छ। हामी अघि हतार गरेर हामी यहाँदेखि हिँडिसक्यौँ। अनि अहिले हामी चाहिँ ट्याक्कै हो उर्लाबारी पुग्न लाग्यो। हामी टप्पुदेखि मुन्तिर झरिसक्यो। अघि भिडियो बनाउनु पर्ने के गर्दा गर्दा हामी बिक्री भएकोले एकदमै भ्याइएन। पछाडि हाम्रो सबैजना हुनुहुन्छ र यसो म पछाडितिर घुमेर आउँछु। पछाडितिर हाम्रो यहाँ थुप्रै बच्चा बच्ची ठुलो मान्छे सबै हुनुहुन्छ। सबैले हेलो हेलो पनि ठुलो छ। हामी चाहिँ यहाँ पुरै सामान बोकेर साग बोकेर मासु बोकेर तिर्पल बोकेर भुजा बोकेर जाँदैछौँ। अब हामी तल पुगेर हामी फेरि भिडियो गर्छौँ। लगायत हामी चाहिँ अहिले ठ्याक्क पत्रीमा आइपुग्यो। पत्रीको चोकेमा छौँ। अनि पत्रीको चोकबाट चाहिँ यहाँ लाग्नुपर्छ। भित्र छिर्दैछौँ हामी चाहिँ पत्रीबाट भित्र छिरेर अब 3-4तिर छिर्दैछौँ। यहाँबाट चाहिँ 50 मिटर भित्र अहिले चाहिँ ल 3-4 अगाडि अब हामी कहाँ यहाँदेखि चाहिँ हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। अब हामी लगायत हामी चाहिँ भर्खरै भित्र छिरेर अनि हामीले 8 नम्बर कटेज पाइएर चाहिँ म यहाँ चिया बसाउँदैछु। अब हामी चिया बनाउँदै गर्दै अनि यता खाजा पनि बन्दैछ हाम्रो।
अनि खाजासँगै अरू कुराहरू पनि अब हुन्छ यहाँनिर हाम्रो सबैजना बसेर हामी यता अरू टिमहरू पनि हुनुहुन्छ उता अरू टिम हुनुहुन्छ एकदमै यहाँ पुरा भव्य रूपमा पिकनिक हुँदो रहेछ अनि हामी सबैजना भेला भएर त्यहाँ बसेका छौँ अब हामी यहाँनिर जान्छौँ खानाहरू बनाउँदै सबैजना सघाउँदै हुनुहुन्छ अहिले खाजाहरू बनाइसक्नु भएर यता नाच्दै हुनुहुन्छ अनि यता काटी त्यतातिर पोखरी रहेछ हामी पोखरीलाई हेर्दै हेर्दै भाइ कस्तो लाग्दैछ सुँगुरको मासु पकाउँदै गरेर तपाईँलाई भाइ कस्तो लाग्यो र भाइ रमाइलो लागिरहेछ यो सुँगुर खोज्दा खोज्दा हामी पत्रीबाट झन्डै काने पोखरी पुगेको ल हाम्रो प्लेटमा खाजा आइसक्यो मिठो मासु सबैजना बसेर खाजा खाँदैछौँ अङ्कल खाजा कस्तो छ एकदम मिठो छ मिठो छ है दामी सिजिर भाइले बनाएको एकदम दामी छ है मैले बनाएको होइन कस्तो छ हाम्रो सुको दिदीको चाहिँ यो पिकनिक नि अन्तिम हुन्छ जस्तो छ है रुँदै रुँदै खानु होला यसको रहस्य हामी पछि खोल्नेछौँ अन्तिम पिकनिकको रहस्य मेरो थालमा पनि मासु छ मासु भाउजू प्रकाश भाइले भिडियो हेर्दा के भन्नुहुन्छ तपाईँ तिमीहरूलाई कस्तो लाग्दैछ मिठो 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 तिमीलाई हाम्रो खाजा पछिको यहाँनिर भाँडा मस्काइ हुँदैछ अनि भाँडा मस्काउने हाम्रो गाइडहरू राइट नाउ हामी चाहिँ अहिले रोस्टलाई तार्दैछौँ एकदमै मिठो गरी बनेको रोस्टलाई हिजो रातभरि मिहिनेत गरेको यसलाई मेरिनेट गर्नलाई रोस्टलाई हामी बनाउँदैछौँ हाम्रो बनाउने चाहिँ सबिन दाइ हुनुहुन्छ यहाँनिर यहाँ हाम्रो अङ्कल हुनुहुन्छ तेलमा सबिन दाइले चाहिँ अहिले पकाउँदै हुनुहुन्छ रोस्ट तार्दै हुनुहुन्छ हाम्रो अङ्कल हुनुहुन्छ अङ्कल फाल्ने अनि यहाँ दाइ चाहिँ तार्ने अनि यहाँनिर हाम्रो साग काट्दै हुनुहुन्छ दुईजना मिलेर साग काट्दै हुनुहुन्छ अनि यहाँनिर हाम्रो ब्याकग्राउन्ड म्युजिकले चाहिँ अति हानिरहेको छ अनि हाम्रो दिदी पानी भर्दै चामल धुँदै हुँदो रहेछ कस्तो लाग्दैछ तपाईँलाई रमाइलो लाग्दैछ दिदीलाई ल गाइज हामी चाहिँ अहिले सब कामहरू सकेर जाँदैछौँ है हामी सबै कामहरूलाई सकेर चाहिँ अब यसो बोटिङ गर्नलाई हामी उता जाँदैछौँ अब हामी बोटिङहरू गर्ने यसो नानीहरूलाई खेलाउने हामी पनि खेल्ने उता नि अर्को वनभोज रमाइलो वनभोज कार्यक्रम अरे गाइज म पनि चिप्लेर गएँ अब चिप्लिन चाहिँ मजा आउँदो रहेछ चिप्लिन चाहिँ अब्बर मजा आउँदो रहेछ तिमी चिप्लिने चिप्लिने तर यता उड्छे
ल गाइज हामी चाहिँ अहिले कोलम्बस खेल्न जाँदैछौँ अब हामी कोलम्बस खेलेर डराएर आउँछौँ ल गाइज हामी चाहिँ अब नाउ खेलिसकेर रिङ्गडा लागे जस्तै भयो अब मुनतिरतिर गएको बिचचोटि चाहिँ हामीले खेल्यो अब फेरि खेल्यो भने चाहिँ गाह्रै हुन्छ कस्तो लाग्यो नाउ खेलेर यल्लोको अनुहार अमैनी रश्मिको अनुहार प्रकृति दिदी कस्तो लाग्यो नाउ खेल्दा एकदम मजा दामी हो दामी वर्षौँदेखि झन् कराउन पाएको थिइनँ आज करायो मजा लाग्यो मलाई त डर लाग्यो म त एकदमै डर लाग्यो भान्जालाई कस्तो लाग्यो ए भान्जा खेलेको थिएन खेलो हामी चाहिँ यहाँनिर बोटिङ खेल्नलाई बोटलाई पर्खिरहेको छौँ सबैजना नाउँमा पनि बनाउँला नाउँमा पनि दिदी खेलेर आइसक्यौँ अब हामी यहाँनिर भनेको बाँदर यत्तिकै आइरहेछ अब हामी भनेको यहाँनिर खाना खाने खानामा हाम्रो पुलाउ रहेछ यहाँनिर जुस छ यो कराईमा अचार छ जस्तो छ यो खोलेर देखाउँदैछ फेरि यहाँ चाहिँ हाम्रो अचार छ है त अचार रहेछ यहाँ पुलाउ रहेछ यहाँनिर जुस पनि रहेछ अब अर्को साग कहाँ हो साग उता छ जस्तो छ ल अब हामी खान्छौँ सबैजना बसेर खाना खाँदैछौँ अनि अब हामी त्यो गरेर खाँदैछौँ अब हामी चाहिँ सबै सामानहरू प्याक गरेर थन्काएर जाँदैछौँ अलिकति भ्लग गर्न पाइएन भिडियो व्यस्त भएकोले अब हामी घरतर्फ जाँदैछौँ सामान बोकेर यता पछाडि आउँदै हुन्छ सबैजना अनि म त्यहाँ जाँदैछु बिस्तारै बिस्तारै अब सबिन दाइ पनि हाँस्दै अगाडि आउँदै हुनुहुन्छ अब हामी सामानहरू प्याक गरेर ब्याक टु मधुमल्ला सबैजना हामी जान्छौँ घरमा गएर अब आराम गर्छौँ ल हाम्रो अगाडि पनि दाइ हुनुहुन्छ ल हामी गेट्दै बाहिर सबैजना बस्न आउनुहुन्छ बस्नुमा सबैजना बसिराख्नु भएको छ हामी चाहिँ बसमा सामानहरू हालेर हामी जाँदैछौँ अब घरतर्फ फर्किँदैछौँ स्पिका कस्तो लाग्यो पिकनिक स्पिकालाई गाइस हामी चाहिँ अघि भर्खरै बसबाट झरेर अनि प्याजी बनायौँ उब्रेको सामानहरू अनि चटपटे बनाएर अन्तिममा भाँडा मस्काउने ओर्ने सबै थानको मुनको गर्ने हामी टिम अनि हामीले सबै भाँडाकुँडाहरू मस्काएर रेडी राखेर अझै उता पनि भाँडाहरू छ सबैलाई टल्काएर अनि हामीले यसलाई फेरि बनाएर खान लागेको छ अनि सबैजना भएर ल अब हामी लिन्छौँ सबैले चियर चाहिँ त अब हामी प्याजीलाई पनि उठाएर कस्तोसँगले त्यो प्याजीलाई चाहिँ हामीले खानै पर्छ यस्तो मिहिनेत गरेपछि खाएनौँ भनेदेखि यो प्याजीको प्याजी खाउँछ हामी ल सबैले भाइ एउटा चाहिँ बनाउँदा नि ल है त सबैले ल चलाऊँ है त अब सबैले कराम ल मैले भने
दमगर खायो र आजको भ्लगलाई चाहिँ हामी अब यो सबै खाएर घर जान्छौँ चटपटै खान्छौँ अनि हामी घर गएर चाहिँ हामी आराम गर्छौँ र आजको भ्लगलाई चाहिँ हामी यहीँनिर सक्छौँ। तपाईँहरू सबैजना जोडिनु होला फेरि पनि हाम्रो भ्लगमा।